हेलो एभ्रिवान, फाइनली आज चाहिँ हाम्रो कति दिनदेखिको प्लानिङ सक्सेस भयो। बिकज हामीहरू चाहिँ आज बुटवल जाँदैछौँ नाइट बसले। हाम्रो 8 बजे आउनुपर्ने बस होइन ढिला भएर जाममा परेर 11 बजे आइदिरहेको। थकाइ लाएर कस्तो गाह्रो भएको थियो, तर फाइनली हामी चढ्यौँ गाडीमा अनि भोलिपल्ट बुटवल पुगेर फ्रेस भएर निस्क्यौँ होटलबाट। हेलो गाइस, गुड मर्निङ फ्रम बुटवल। हामी चाहिँ आज यहाँ हिजो नाइट चाहिँ हामी हेटौँडाबाट यहाँ आइपुग्यौँ अनि अब यहाँबाट हामी लुम्बिनी जाँदैछौँ। बुटवलमै छौँ हामी। कतिको एक्साइटेड भइसिन्छ एकदम तगडा मम्मी। यहाँ अगाडि चाहिँ बुवा भाइ र दादा भइसिन्छ। बुवा हेलो भाइ हेलो सोलो। अब हामी चाहिँ अगाडि पुगेपछि म फेरि हजुरलाई देखाउँछु। बाई ल, अब हामीहरू चाहिँ यहाँ रोडमा आइसकेको छौँ। अब यहाँबाट पेपर क्रसिङबाट क्रस गरौँ। अब गाडी आइरहेको छ। बुटवलको बस पार्कबाट चाहिँ हामीले एउटा लोकल गाडी समातेर लुम्बिनी गेट भनेको ठुलो बोर्ड भएको गेटनिर हामी पुग्यौँ। अनि त्यहाँनिरबाट चाहिँ ठ्याक्क यताबाट सिधै राइट टर्निङ लिएर चाहिँ हामी डाइरेक्ट सिधै गयो भने चाहिँ लुम्बिनी पुग्ने रहेछ। अनि त्यसको लागि हामीले फेरि अर्को गाडी यहाँबाट लिएर त्यो गाडीको अङ्कलले चाहिँ हामीलाई म डाइरेक्ट पुर्याइदिन्छु भनेर भन्नुभयो। अनि हामी त्यो गाडीमा बसेर फाइनली हामी चाहिँ लुम्बिनी आइपुग्यौँ। हामी चाहिँ यहाँनिर खाजा खानलाई यता वेट गर्दैछौँ। खाजा भन्दा नि अब खाने भनेर मम्मीहरू सबैजना खाना खाने, म चाहिँ फ्राइड राइस खान्छु भनेर फ्राइड राइस मगाएको छु मैले। मेन्यु हेर्नु दादा त्यसो दादाले यहाँ मेन्यु हेर्दै होइसिन्छ। दादा कस्तो छ मेन्युको प्राइसहरू? ठिक छ, राम्रो के छ, के खाने हो? लास्टमा सबै कुरा हेर्ने, तर बिहानको भएको भएर सबैले खाने हो यहाँनिर। मस्त जोक मारा रे, यहाँ हँस रे हल्का हट। खाना कस्तो छ? मैले चाहिँ फ्राइड राइस। फाइनली हामी चाहिँ खाजा खाएर निस्किसक्यौँ। यो मेन गेट हो इन्ट्रीको। सो हामी सबैजना रेडी छौँ जानलाई। लेट्स गो। यहाँ चाहिँ कति धेरै हेलो, यो चाहिँ हाम्रो भाइको साथीहरू टन्नै बसेका छन्। हाम्रो भाइ चाहिँ यहाँ छ। अरे कहना क्या चाहते हो? हामी भित्र आइसकेका छौँ। आज चाहिँ खै के हो, आज के पर्व रे? पूर्णिमा। आज पूर्णिमा भएको भएर नि होला सायद यति धेरै भिड छ। पुरै धान्य पूर्णिमा फेरि भिडभाड छ। तिनीहरू देखिन्छ नि त। फाइनली चाहिँ हामी लाइन लागेर यहाँभित्र आइपुग्यौँ। यस्तो राम्रो ग्राउन्ड रहेछ, पुरै हरियो चारैतिर। यो चाहिँ मेन लुम्बिनीको मायादेवी टेम्पल। हामी चाहिँ घुम्न रेडी छौँ। टेम्पलको इन्ट्रान्स हो। हामी मायादेवी मन्दिर आयौँ। यहाँ भित्र चाहिँ फोटो खिच्न मनाइ छ भनेको छ। सो म यहाँ चाहिँ हजुरलाई केही पनि देखाउन सक्दिनँ। हामीले चाहिँ यताबाट घुमेर आइसक्यौँ। यहाँभित्र चाहिँ भिडियो बनाउनु नदिनेको भएर मैले केही भने यहाँ चाहिँ पुरानो संरचनाहरू छ र बुद्ध भगवान् जन्मेको ठाउँ पनि देखिएको छ। त्यहाँनिर मार्क गरेर राखेको रहेछ। राम्रो ठाउँ छ। हाम्रो चाहिँ यहाँ फोटो सुट हुँदैछ। हामी चाहिँ माया टेम्पलबाट बाहिर निस्किसक्यौँ र अब हामी जाँदैछौँ कहाँ? नेक्स्ट यस्तो अगाडि जाँदैछौँ। लेट्स गो। हामी यहाँनिर अर्को स्तूपमा आउँछौँ जसको नाम चाहिँ इन्टरनेसनल गौतमी नन्स टेम्पल हो। 1994 म जन्मिनुभन्दा कति वर्ष अगाडि बनाएर रहेछ। स्तूप
यता चाहिँ छ हाम्रो गोल्डन स्तूपा अनि यहाँ चाहिँ अहिले बाटो बनाउँदै रहेछ सबै ठुलो माटो भएको छ अब बनेपछि चाहिँ राम्रो देखिन्छ होला सो दिस इज द एन्ट्रान्स अफ द गोल्डन स्तूपा हेर्न सक्नुहुन्छ ठ्याक्क सुन जस्तै गरी टल्केको छ कृपया जुत्ता चप्पल यहाँ फुकाल्नु होला फुकालिदिउँ कतिजनालाई यो याद छ त यो मोबाइल लाइफको हाम्रो फर्स्ट मोबाइल अनि यो चाहिँ हामी सबैको फेभरेट गोला यहाँको चाहिँ मलाई एकदम स्पेसल लाग्यो त्यसको टेस्ट चाहिँ एकदम मिठो थियो बहिनी भाइ मक्ख परेर खाइरहेको थिएँ मैले पनि ट्राई गरेँ यस्तो अमिलो थियो मैले खाएको चाहिँ फ्लेभर होइन अनुहारै बिगार्नु पर्ने जस्तो थियो कि अनि दादालाई कस्तो छ दादा ट्राई गर्छु न भनेको दादा चाहिँ सुगर हाल्यो होला यसमा खाउँ कि नखाउँ गर्दै होस् नि लास्टमा खाइछु मिठो लाग्यो दादालाई पनि सानो मम्मी चाहिँ आएर हतार हतार्दै हेर्नु न मेरो पनि फोटो खिच्दै ल भनेर बस्दा हामीले भिडियो बनाएको सानो मलाई थाहा नै थिएन कि त्यो बोट चढेर चाहिँ हामी यो सेतो स्तूपा जाने भनेर चाहिँ फाइनली हामी त्यसको नजिक आउँदा यति एक्साइटेड भएको थियौँ नि तर सुन्नुभयो त के हुँदो रहेछ यहाँ स्तूपा जान लागेको हामी यो स्तूपा जति नजिक आयो त्यति पर देखिन्छ खै अझ कति हिँड्नुपर्ने हो अनि यहाँ चाहिँ पोखरी छ कस्तो लेउ लागेको छ हेर्नु न सफा नगरेर होला पानी चाहिँ राम्रो देखाएको सफा ट्रान्सप्यारेन्ट नै छ लेउ लागेको त्यस्तो फोहोर देखाएको हेलो हामी चाहिँ अब त्यो व्हाइट स्तूपा खोज्दा म र बुवा चाहिँ अगाडि आइपुग्यो मम्मीहरू कहाँ हो थाहा छैन यत्तिकै बाटोमा हिँड्न लाग्यो अनि पर त एउटा देखेको छ गेट सायद त्यो गेटबाट भित्र जानुपर्ने हो हिँडेको हालत नै यस्तो भइसक्यो अब हेरौँ कति टाइम लाग्छ होला त्यहाँ पुग्न ल हामीले मम्मीहरूलाई भेट्यौँ सबैजनालाई अनि फाइनली अब चाहिँ सँगै जाँदैछौँ म र बुवा त अगाडि चोकमा आएर 10-15 मिनट वेट गरेपछि बल्ल मम्मीहरू आइपुग्छ बिस्तारै अब चाहिँ हामी त स्तूपा जाँदैछौँ कति टाढा अब हेरौँ म पुगेपछि देखाउँछु है त 5% पनि घुमे होइन होला यो त फाइनली चाहिँ हामी यहाँ आइपुग्यौँ यहाँ भिडियो गर्न मिल्दैन भनेर चाहिँ फोटो मात्र अलाउँछ अरे तर मैले भिडियो चाहिँ बनाएन यो हो कति राम्रो भयो हेर्नु न गोल्डन टेम्पल जस्तै राम्रो है लुम्बिनीको चाहिँ यही आज स्थगित भयो सक्यो अब हामी यताबाट गाडी चढ्छौँ घर जान्छौँ ल बाई भोलि चाहिँ हामी सूर्योदय जान लाग्छौँ सो त्यसको भिडियो चाहिँ नेक्स्ट टाइम आउँछ वेट फर द्याट अनि बाई बाई मम बाई गर्दैछु बाई बाई सी यू गाइज टुमोरो बाई बाई बाई